10 पाउन्डको च्यालेन्ज दिएको क्रिस्टियालाई जाँदैछ तल यो तलको रोडमा पुगेर आइसक्यो 10 पाउन्ड पाउँछस् भनेको गयो छोरी जाँदैछ चढ्नु सक्दिनँ भन्दै थियो बेट खेलेको त गयो उफ्रिँदै अब यहाँबाट निस्किएर हात हलाउनु पर्छ त्यसले रोडमा निस्केर तलै छ नि $10 मिनिमम अन्त 1042 होला मिनिमम वेज अहिले नभएको पनि हाफ एन आवर प्लस गर्नुपर्छ ल पुगेँ हात हलाउँदैछ है हात हलाउँदैछ ल आइज हात हलाउँदैछ ल पुगेँ ल अब 10 पाउन्डको मेहनत कस्तो हुन्छ अब यो उकालो चढ्दा देख्न सक्नुहुन्छ तपाईँहरूले आउँदैछ बिस्तारै हिँड्दै आउँदैछ देखा पऱ्यो आयो 10 पाउन्डको हकदार ल यु क्यान डु इट आउँदैछ पुरा सिकिस्त रूपमा आज चाहिँ जिम जानु परेन यो ल यु क्यान डु दिस आयो ल आउँदैछ अहिले नै ट्रान्सफर गरी मागिहाल्न आयो ल 10 पाउन्डको लागि त गयो त यो त फ्री स्टप हुनु भएन अरे नि त उकालो चढ्दा आयो यार यो त बाफरे कान्छी एनर्जी आयो 10 पाउन्डले खतरा अहिले स्ल्याक्क भएको थियो कतिको मेहनत चाहिँदो रहेछ 10 पाउन्ड कमाउनु भन्दै नि त ए मोटिभेसन ल द्याट्स इट ल कङ्ग्रेचुलेसन ल डिल इज डिल ल पुरा भिडियो नेक्स्ट हप्ताको खाना आयो 10 पाउन्डको ड्याम यस